राष्ट्रवादी एमसीसी खारेज एमसीसी मुर्दाबाद 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 इंडियन दलाल होशियार जय सिंह हामीलाई न्याय दे इंडियन दादागिरी मुर्दाबाद 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 सचेत नेपाली पार्टी जिंदाबाद 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 एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन हामी देशव्यापी रूपमा देशव्यापी माओवादीसम्म एमसीसी को विरोध गर्दै हाम्रा नेता कार्यकर्ता लिडरहरू सडकमा उत्रिनु भएको छ। यो देशलाई बर्बाद गर्ने महाकाली सन्धि गर्ने शेरबहादुर देउवा जस्ता व्यक्तिहरू प्रधानमन्त्री भएको देशमा कुनै पनि बेला एमसीसी पास गर्न सक्छन् राष्ट्रघातीहरूले। यिनीहरूको विरुद्धमा तमाम देश यसको विरुद्धमा गोलबद्ध हुन सचेत नेपाली पार्टी आह्वान गर्दछ। यसै आह्वान गर्नको निम्ति म यहाँ हाम्रो यस सचेत नेपाली पार्टीका भाग्य संयोजक दौलीराज विश्वकर्माज्यूलाई आफ्नो मन्तव्य दिनु हुनको निम्ति अनुरोध गर्दछु। धन्यवाद उद्घोषक मित्रज्यू। आज हामी यस माइती घर मण्डलामा एमसीसी को विरुद्धमा यहाँ देशव्यापी हामीले विरोध जनाइरहेका छौँ र यस्तो अवस्थामा महान ज्ञानको भण्डार जलस्रोत खनिज जडीबुटी हिमाल पहाड तराई नदीहरू उर्वर भूमि वन जङ्गल के छैन मेरो देशमा छैन त केवल मात्र एक असल नैतिकमान गुणी र तथ्य उच्च विचार बुद्धिष्टि भएको एउटा नेताको मात्र कैद मेरो देश नेपालमा। र अब तपाईँ हामी सम्पूर्ण पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका सम्पूर्ण युवा वर्गहरू एकजुट भएर यो राष्ट्रघाती एमसीसीका विरुद्धमा एकताबद्धता जाहेर गर्दै सम्पूर्ण गाउँ गाउँबाट बस्ती बस्तीबाट गोठ गोठबाट गल्ली गल्लीबाट अब तपाईँ हामी युवाहरू एकजुट भएनौँ भने यी देशका लुटलुटेहरूले देशलाई बेच्नेछन्। तपाईँ हामीलाई बेच्नेछन्, तपाईँ हामीलाई सम्झा गर्दैछन्। विगतदेखि नै यिनीहरूले कोशी सम्झौता गरेका छन्, भारतसँग खण्डन सम्झौता गरेका छन्, भारतसँग त्यसै गरेर कानापुर सम्झौता गरेका छन्, त्यसै गरेर महाकाली सन्धि सम्झौता गरे। लिम्पुथुरन देशका जति पनि नदी नालाहरू छन्, देशका जति पनि खोला वन जङ्गलहरू छन्, देशका जति पनि कृषि बालुवाहरू छन्, देशका जति पनि खनिज तत्त्वहरू छन्, यिनीहरूले बेचिसकेका छन्। अझै पनि नेपाली जनतालाई तपाईँ हामीलाई अझै पनि खण्डन बनाएर अझै पनि अर्काको देशलाई सौँपिँदैछन्। यस्तो बेलामा तपाईँ हामी सचेत भएनौँ भने यो देश भोलि गएर विश्वको सोमालिया हुन्छ, विश्वको रुवान्डा हुन्छ, विश्वको काङ्गो जस्तो देश हुन्छ। सोमालिया जस्तै देश हुन्छ। आज त्यो सोमालियामा के भएको छ? यदि एमसीसी घुसेका आज विश्वमा 79वटा देशमा एमसीसी घुसिसकेको छ। गरिब देशहरूलाई राहतको नाममा गरिब देश अल्पविकसित देशहरूमा घुसेर छेद विच्छेद बनाएको छ। ती देशहरूलाई अङ्गभङ्ग बनाएको छ। ती देशमा बम बारुदका क्षेत्रले ती देशमा ठुला ठुला आरक्षित हतियारहरूको के अरे त्यो देशतर्फ नाच बनाएको छ। बिस्तारै बिस्तारै नेपालमा पनि परिवेश गर्दैछ। अब तपाईँ हामी सचेत भएनौँ भने भोलि यो बुद्ध भूमि देश रणभूमि हुनेछ। हामी रणभूमि हुनेछौँ। जति पूर्व मेचीदेखि पश्चिम महाकालीदेखि अहिले सम्पूर्ण देश विदेशमा छरिएर बस्नुभएका लाखौँ युवाहरू 80 लाख युवाहरूलाई विदेशमा बेचेका छन्। देशका कल कारखानाहरू देशका उद्योग धन्दाहरू बेचेर आज देशलाई विश्वको तेस्रो भ्रष्ट मुलुकमा परिमाणित गरेका छन्। यी देशका लुटलुटेहरूले, यी देशका दलालहरूले, यी दलालहरूका विरुद्धमा बात चाहिँ गर्दिन। तपाईँ हामी युवालाई जरुरी छ। म अहिले हालैपछि नेपाल जनमुक्तिबाट आएको छु। म बाँचेका गौरीलाल विश्वकर्मा। हाम्रा यस्ता अझै पनि धेरै अन्यायमा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले अझै पनि निर्मला
पन्त जस्ता त्यस्ता बहिनीहरूले अझै पनि न्याय पाएका छैनन्। अझै पनि ती बलात्कारी हत्यारालाई कारबाही भएको छैन। अजित हिजराज जस्ता अझै पनि सिक्किम हस्पिटलमा 5औं वर्षदेखि अझै पनि त्यही चढेका छन्, न्याय पाएका छैनन्। र अझै पनि हाम्रा गत वर्षमा गौराजजीका लगायत 6 जना हुनहार भाइहरूलाई रुकुमपोकी घटनामा लक्ष्यजी मारेका छन्। अझै पनि ती देशका दलालहरूले संरक्षण गरेर ती हत्याराहरूलाई अझै पनि बचाएर राखेका छन्। त्यस कारणले अब हामी झुक्ने छैनौँ, झुक्ने छैनौँ, झुक्ने छैनौँ, झुक्ने छैनौँ र सम्पूर्ण देशमा छरिएर बसेका अहिले यो सञ्चार मिडियाको मार्फतले यो वैज्ञानिक टेक्नोलोजी जमाना अहिले यो विज्ञान प्रविधिले गर्दा विश्वमा यो संसारमा यो जगतमा 190 बढी राष्ट्रहरू छन्। त्यो राष्ट्रहरूबाट तपाईँले हामीलाई न्याय दिनु भएको छ। देशको सर्वभौम सत्ता राष्ट्रको अखण्डतालाई हामी कहिले पनि नेपाललाई बलात्कार दिन दिने छैनौँ। खबरदार देशका दलालहरू हो, तिनीहरूले देश चलाउन सक्दैनौँ। एउटा लिप्वाग्यूलाई सिङ्गापुरबाट छुट्टिँदाखेरि उनीलाई भुल्न दिएका थिए, तर लिप्वाग्यूले सिङ्गापुरलाई हिरा बनाए। हाम्रा देशका नेताहरूले हामीले हिरा दिएका थियौँ, हाम्रो देशलाई ढुङ्गा बनाए। अब तपाईँ हामी पनि कहिलेसम्म चुपचाप बसिरहने, कहिलेसम्म हाम्रो आमालाई बलात्कार भएको सही रहने, कहिलेसम्म हाम्रा दिदी बहिनीहरू विदेशका खाडीका प्रत्येक गण्यमा बलात्कृत भएका छन्। हाम्रो दिदी बहिनीहरूको हिस्सा छैन। हाम्रो दिदी बहिनीहरूलाई अन्य अत्याचार भएको यहाँका जनता नेताहरूलाई मतलब छैन। यो देशमा 5 जातिका संविधानहरू फेरबदल भए पनि शक्ति खाली शक्ति र सत्ता र कुर्सी र पदका लागि मात्रै भए, नेपाली जनताका लागि भएन। अब तपाईँ हामी युवा वर्ग सचेत नेपाली पार्टीमा विगतका 6 वर्षदेखि हामीलाई अचेत बनाउँदै ल्यायो। अब हामी सचेत हुन जरुरी छ। जय सचेत नेपाली पार्टी जिन्दाबाद, जय सचेत नेपाली पार्टी जिन्दाबाद। र अब यो देशको सर्वभौम सत्तालाई हामीले रक्षा गर्नुपर्छ। यो देशका युवाहरूले अब आगामी आउँदो निर्वाचनमा हामी राष्ट्रिय शक्तिशाली पार्टी भएर हुँदाहुँदै पनि हाम्रा 54वटा जिल्लामा हाम्रो जिल्ला कार्य समिति गठन भइसकेको छ। विश्वका 58वटा देशमा हाम्रो अन्तर्राष्ट्रिय समन्वय समिति र हाम्रो भातृ सङ्गठनहरू निर्माण भइसकेका छन्। हामी प्रत्येक गाउँबाट बस्तीबाट र वडाबाट हामी एउटा कार्य समिति गठन गर्दै हामी प्रत्येकलाई प्रतिस्पर्धा गर्दै एमाले, माओवादी, काङ्ग्रेस, राप्रपा देशका राजावादीहरूलाई चुनौती दिँदै हामी लड्नेछौँ। केन्द्रमा आउनुहोस्, हामी चुनाव लड्नेछौँ, हामी मिलेर जानेछौँ। यो देश कसैको बाउको धर्म ल्याएको होइन, कसैले दाइजोमा ल्याएको देश होइन। मन पनि गर्न पाउने देशको केही गर्न पाउने, नियम नीति कानुन विधि यिनीहरूले बनाउने, यिनीहरूले त्यसको उल्लङ्घन गर्ने। यो कहिलेसम्म हामीले सहने? ठुलालाई कहिले सानालाई होइन कहिलेसम्म हुने? एउटा गरिब सुकामवासी बस्तीमा यहाँ ज्यादाती भएको छ। त्यसका बस्तीमा गएर यो लुन्डुके सरकारले मारधाड पिटेको छ, पगाएको छ ती गरिबहरूलाई। ती गरिबहरू अहिले पनि हो आवाज भनेको जति पनि दूरदराजमा रहेका आवाजविहीनहरूको आवाज हो। त्यो अहिले कालीकोट, गुम्रा, मुगु, मुस्ताङ जस्ता केही क्षेत्रहरूमा अहिले पनि एउटा जीवित नपाएर, अहिले पनि एउटा सीतामन नपाएर मरेको अवस्था छ।